स्वागत छ आजको यस विशेष प्रस्तुतिमा। आज हामी एउटा यस्तो गजबको विश्वव्यापी गणितीय इन्जिनको बारेमा कुरा गर्दैछौँ जसले हामी वरपरको संसारलाई सुटुक्क तर एकदमै शक्तिशाली तरिकाले चलाइरहेको हुन्छ। चाहे त्यो ब्याङ्क खातामा जम्मा भएको पैसा होस्, हाम्रो देशको बढ्दो जनसङ्ख्या होस् वा बिस्तारै पुरानो हुँदै जाने मेसिनरी सामान्य किन नहोस्, यी सबैको पछाडि एउटै अदृश्य नियम लुकेको हुन्छ। सुन्दा अलि जटिल जस्तो लाग्न सक्छ, तर विश्वास गर्नुहोस्, आज हामी यसलाई एकदमै रमाइलो र सरल तरिकाले बुझ्नेछौँ। सुरु गरौँ है त। विषयवस्तुलाई गहिराईबाट बुझ्नको लागि एउटा सानो गाउँको कथाबाट सुरु गरौँ। रामु नामका एकजना जिज्ञासु विद्यार्थीले आफ्ना दाजुबाट दुईजना साथीहरू हरि र गोपालको कथा सुन्छन्। कथा यस्तो छ, हरि र गोपाल दुवैसँग सुरुमा ठ्याक्कै 10,000 रुपियाँ थियो। दुवैले 3 वर्षको लागि 10% ब्याज दर दिने गाउँकै एउटै ब्याङ्कमा आफ्नो पैसा जम्मा गर्ने निर्णय गरे। तर जब 3 वर्ष पुरा भयो नि, अचम्म के भयो भने गोपालले हरिभन्दा बढी पैसा निकाल्यो। दुवैले उति नै पैसा उही ब्याज दरमा उति नै समयको लागि जम्मा गरेका थिए, तर नतिजा फरक। यस्तो कसरी सम्भव भयो त? सोच्नुस् त। ठिक छ, अब यसको भित्री कुरा बुझौँ। गोपालको 3 वर्ष लगानीको यात्रालाई हेर्दा पहिलो वर्षको अन्त्यमा उसको 10,000 रुपियाँ बढेर 11,000 रुपियाँ पुग्यो। यहाँसम्म त सामान्य नै छ। तर दोस्रो वर्षमा ब्याज केवल सुरुको 10,000मा मात्र लागेन, बरु बढेर आएको नयाँ रकम अर्थात् 11,000मा लाग्यो, जसले गर्दा रकम 12,100 पुग्यो। अनि तेस्रो वर्षमा त यो वृद्धि झनै ठूलो भयो र अन्तिम भुक्तानी 13,310 रुपियाँ पुग्यो। हिउँको डल्लो अर्थात् स्नोबल ओह्रालो घुर्दै जाँदा जसरी आफै झन्झन ठूलो हुँदै जान्छ नि, ठ्याक्कै त्यस्तै गोपालको पैसा पनि त्यही स्नोबल प्रभाव अनुसार निरन्तर बढिरहेको थियो। गाउँको बाइकबाट सुरु भएको यो गजबको स्नोबल प्रभावलाई बुझिसकेपछि अब हामी यी 5वटा मुख्य कुराहरूमा केन्द्रित हुनेछौँ। 1. चक्रीय ब्याजको जादु। 2. साधारण र चक्रीय ब्याज बीचको फरक। 3. चक्रीय ब्याजको गणना। 4. जनसङ्ख्या वृद्धिको गणित। र 5. मिश्र ह्रासको अवधारणा। पहिलो खण्डमा प्रवेश गरौँ। चक्रीय ब्याजको जादु अर्थात् स्नोबल प्रभावको आधारभूत तर्क। औपचारिक रूपमा भन्नुपर्दा चक्रीय ब्याज भनेको यस्तो गजबको प्रणाली हो जहाँ निश्चित समयपछि प्राप्त ब्याजलाई मूलधनमै जोडेर नयाँ मूलधन तयार गरिन्छ अनि त्यसमाथि फेरि अर्को ब्याज लगाइन्छ। एकदमै सरल भाषामा भन्नुपर्दा यो भनेको ब्याजमा पनि ब्याज कमाउने तरिका हो। र साँचो अर्थमा भन्दा यही एउटा आधारभूत अवधारणा नै आजको हाम्रो सम्पूर्ण व्याख्याको मुख्य जग हो। अब जाउँ दोस्रो खण्डमा, साधारण र चक्रीय ब्याज अनि यसको मुख्य रहस्य। यहाँ साँच्चै रोचक कुरा के छ भने नि, हरिले साधारण योजना रोजेको थियो। उसको ब्याङ्कले हरेक वर्ष केवल सुरुको मूलधन त्यही 10,000मा मात्र 10% ब्याज दियो, अर्थात् हरेक वर्ष 1,000 रुपियाँ मात्र थप्यो। त्यसैले 3 वर्षपछि उसले जम्मा 13,000 पायो। तर गोपालको ब्याङ्कले चक्रीय योजना दिएको थियो, जसले गर्दा हरेक वर्ष बढिरहेको नयाँ मूलधनमा ब्याज थपिँदै गयो र उसले अन्त्यमा 13,310 रुपियाँ प्राप्त गर्यो। समय जति धेरै बित्दै जान्छ, यो अतिरिक्त मुनाफा त्यति नै विशाल हुँदै जान्छ। यो साँच्चै नै अचम्मको छ नि, होइन र? हो, यही नै त्यो मुख्य रहस्य हो। गोपालले प्राप्त गरेको त्यो अतिरिक्त 310 रुपियाँ कुनै कडा परिश्रम वा चिट्ठा परेको नतिजा बिल्कुलै होइन। यो त केवल एउटा गणितीय नियमको सही प्रयोग मात्र हो। ब्याजमा पनि ब्याज लाग्ने यो नियमले नै साधारण लगानीलाई एकाएक असाधारण बनाइदिन्छ। रमाइलो कुरा के छ भने एकपटक यो नियम सुरु भएपछि नि यसले सम्पत्ति निर्माण गर्ने काम आफै सुटुक्क गर्दै जान्छ। अब तेस्रो खण्डलाई हेरौँ, चक्रीय ब्याजको गणना र यसको विश्वव्यापी सूत्र। हामीले भर्खरै हेरेका यी सबै व्यावहारिक वित्तीय उदाहरणहरू आखिर कुन जगमा उभिएका छन् त? हो, यही प्रस्तुत सूत्र नै त्यो वृद्धिको मुख्य इन्जिन हो। यहाँ P भनेको सुरुको मूलधन वा सामा हो, R भनेको ब्याज दर हो र T भनेको समय हो। यी 3वटा तत्त्वहरू एक आपसमा मिलेर गणितीय रूपमा एउटा निकै शक्तिशाली संयन्त्र निर्माण गर्छन्। यस सूत्रमा भएको घाताङ्क अर्थात् पावर T ले नै समय बित्दै जाँदा वृद्धिको गतिलाई रकेटको जस्तै तीव्र बनाउने काम गर्छ। मतलब समय जति धेरै हुन्छ, नतिजा त्यति नै जादुई तरिकाले बढ्छ। अब ब्याङ्कहरूले कसरी वर्षलाई विभाजन गरेर नाफाको दरलाई थोरै परिवर्तन गर्छन् त्यो पनि विचार गरौँ। यदि ब्याङ्कले वर्षमा एकपटक मात्र ब्याज हिसाब गर्छ भने त्यो वार्षिक चक्रीय ब्याज हो। तर यदि 6 महिनामा अर्थात् वर्षमा 2 पटक गणना गर्छ भने सूत्रमा दरलाई 2 ले भाग गरेर समयलाई 2 ले गुणन गरिन्छ।
अझ त्रैमासिक रूपमा अर्थात् हरेक 3 महिनामा गणना गर्दा त सूत्रका यी कुराहरूमा झनै परिवर्तन आउँछ। यसको सिधा निष्कर्ष के हो भने वर्षमा जति धेरै पटक ब्याज गणना हुन्छ हाम्रो लगानीको कुल प्रतिफल त्यति नै बढी हुन्छ। लागौं चौथो खण्डतर्फ, जनसङ्ख्या वृद्धिको गणित अर्थात् ब्याङ्कदेखि जनसङ्ख्यासम्मको यात्रा। वित्तीय र ब्याङ्किङको क्षेत्रबाट अलिकति बाहिर निस्केर हेर्दा पनि यो नियम उत्तिकै काम लाग्छ है। विक्रम सम्वत 1968 त्यो ऐतिहासिक वर्ष हो जति बेला नेपालमा पहिलो पटक औपचारिक रूपमा जनगणना सुरु भएको थियो। यसले के प्रमाणित गर्छ भने ठूलो परिमाणमा जनसङ्ख्याको वृद्धिलाई यसरी ट्र्याक गर्ने कार्यको धेरै गहिरो ऐतिहासिक महत्त्व छ र यसको प्रत्यक्ष असर सिङ्गो राष्ट्रिय योजना निर्माणमा पर्छ। सुन्दा अचम्म लाग्न सक्छ, तर मानिसहरूको सङ्ख्या बढ्ने तरिका र बैंकमा पैसा बढ्ने तरिका ठ्याक्कै एउटै गणितीय नियममा आधारित हुन्छ। यसले एकदमै उत्कृष्ट रूपमा चित्रण गर्छ कि कसरी जनसङ्ख्या वृद्धिले पनि चक्रीय नियम नै पालना गरिरहेको हुन्छ। मानौं 2078 सालमा एउटा नगरपालिकाको जनसङ्ख्या 25,000 थियो। यदि त्यो जनसङ्ख्या हरेक वर्ष 2% बढ्ने हो भने अर्को वर्ष 25,500 पुग्छ र त्यसपछिको वर्ष त्यो 2% वृद्धि सुरुको 25,000मा नभई नयाँ बढेको 25,500मा लाग्छ, जसले जनसङ्ख्यालाई 26,010 पुर्याउँछ। यो त ठ्याक्कै अघिको गोपालको ब्याङ्क खाता जस्तै भएन र? तर यहाँनिर हामीले विचार गर्नुपर्ने एउटा एकदमै महत्त्वपूर्ण भिन्नता छ है। ब्याङ्कको खाता स्थिर हुन्छ जहाँ तोकिएको दरमा मात्र पैसा बढ्छ, तर वास्तविक संसारमा जनसङ्ख्याको सूत्र गतिशील हुन्छ। जन्मदरले जनसङ्ख्या बढाउँछ भने मृत्युदरले घटाउँछ। यसका साथै अन्यत्रबाट बसाइ सरेर आउने र यहाँबाट जाने प्रक्रियाले पनि यो गणितलाई निरन्तर तलमाथि पारिरहेको हुन्छ। त्यसैले जनसङ्ख्याको सूत्रमा यी मानवीय तत्त्वहरूलाई पनि हामीले सन्तुलनमा राख्नुपर्ने हुन्छ। अब हाम्रो अन्तिम र पाँचौं खण्ड, मिश्र ह्रासको अवधारणा अर्थात् जब त्यो स्नोबल खुम्चिन्छ। अहिलेसम्म त हामीले वृद्धिको मात्र कुरा गर्यौं, तर के सधैँ सबै कुरा समयसँगै बढ्छन् त? पक्कै पनि होइन। कटु सत्य के हो भने कुनै पनि मेसिनरी सामान वा सवारी साधन जति धेरै प्रयोग गरिन्छ त्यसको यान्त्रिक क्षमता त्यति नै कम हुँदै जान्छ। हिजो किनेको नयाँ मेसिनले आज त्यही स्तरको काम पक्कै गर्न सक्दैन नि, होइन र? र यही घट्दो क्षमताको कारणले गर्दा बजारमा त्यसको आर्थिक मूल्य पनि स्वाभाविक रूपमा निरन्तर घट्दै जान्छ। अघि हामीले हिउँको डल्लो गुड्दै जाँदा ठूलो हुने स्नोबल प्रभावको मज्जाले कुरा गर्यौं, तर एकछिन कल्पना गरौँ त यदि त्यो स्नोबल उल्टो घुम्दै क्रमशः पग्लिँदै गयो भने के हुन्छ नि? मूल्यमा आउने ह्रास अर्थात् यो निरन्तरको गिरावटलाई देखाउनको लागि हाम्रो चक्रीय सूत्रको संरचना कसरी परिवर्तन हुनुपर्छ होला त? सोच्नुभयो? यहाँनिर सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको यो एउटा सरल तर निकै सुन्दर गणितीय परिवर्तन हो। वृद्धिको सूत्रमा भएको प्लस चिन्हलाई ह्रासको सूत्रमा माइनस चिन्हले विस्थापित गर्छ। यति नै हो। जब कुनै कुरा निश्चित दरमा बढ्छ हामी जोड्छौं, तर जब निश्चित दरमा घट्छ हामी ठ्याक्कै त्यही दरलाई घटाउँछौं। सूत्रको बाँकी सबै संरचना जस्ताको तस्तै रहन्छ, केवल यसको दिशा मात्र उल्टो हुन्छ। ल यसलाई एउटा दैनिक जीवनको उदाहरणबाटै हेरौँ। मानौँ एउटा 1 लाख रुपियाँमा नयाँ मोटरसाइकल खरिद गरियो। यदि यसको मूल्य हरेक वर्ष 10%ले घट्दै वा ह्रास हुँदै जान्छ भने पहिलो वर्षको अन्त्यमा यसको मूल्य 90,000 रुपियाँ मात्र रहन्छ। तर दोस्रो वर्षमा जुन 10% घट्छ नि त्यो सुरुको 1 लाखमा नभई अब बाँकी रहेको 90,000मा घट्छ, जसले गर्दा दोस्रो वर्षको अन्त्यमा मूल्य 81,000 रुपियाँ हुन पुग्छ। यसको मतलब मूल्य घट्ने गति पनि त्यसरी नै चक्रीय रूपमै अघि बढ्छ। हामीले आज स्पष्ट रूपमा देख्यौं कि वृद्धि र ह्रासको यो जादुई गणितीय इन्जिनले ब्याङ्कको खातादेखि लिएर हाम्रो देशको जनसङ्ख्या अनि घरको ग्याराजमा भएको सवारी साधनसम्मलाई सुटुक्क नियन्त्रण गरिरहेको हुँदो रहेछ। अब अन्त्यमा एउटा प्रश्न, यस चक्रीय नियमको यो विश्वव्यापी शक्तिलाई बुझिसकेपछि अब आफ्नो दैनिक जीवनका महत्त्वपूर्ण निर्णयहरू लिँदा, जस्तै ब्याङ्कबाट ऋण लिँदा, गाडी किन्दा वा भविष्यका लागि लगानी गर्दा यो ज्ञानले कसरी मद्दत गर्न सक्छ होला? एकपटक गहिरिएर विचार गर्नुहोस् है। आजको यो प्रस्तुतिमा साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद।